Hello everyone, welcome back to my channel. I hope सबैजना सन्चै आराममा हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि आज चाहिँ हामीहरू साततले झरना भन्ने ठाउँ चाहिँ जाँदै छौं। अनि हामीहरू जाने चाहिँ जम्मा 3 जना मात्रै हो। 3 जना मात्रै जाँदै छौं। अनि अहिले चाहिँ हामी रेडी हुन लागेको। सो म हजुरहरुलाई के गर्छु भन्ने देखाउँछु। हेर्दै गर्नु होला। अब म पाउडर लाउँछु। मोइस्चराइजर र सनस्क्रिन चाहिँ लाइसके मैले। अब पाउडर लाउँदैछु। खासै धेरै मेकअप गर्दैन के मस्कारा अनि गाजर अनि लिपस्टिक मात्रै लगाउँछु मैले चाहिँ। अहिले म देखाउँछु के लाउँछु भन्ने। आई स्याडो पनि म त हातले नै लाउँछु। अरूहरुले ब्रसले लाउनुहुन्छ। म हातले यस्तो हल्ला हुन्छ नि यहाँनिर। हामी चाहिँ रेडी भएर अनि अटो भेटेको थिएन, त्यही भएर छिटछिटो गरेर अनि अटोमा बसेर अनि मात्रै खिचेको थिएँ मैले चाहिँ भिडियो। अनि देख्न सक्नुहुन्छ यस्तो गर्मी भइरहेको थियो, ठ्याक्क चिसो चिसो हावा अनि मौसम पनि ठिक्क थियो। अनि सिनेरी त झन् यस्तो दामी, यस्तो राम्रो लाग्यो के हरियाली सिनहरु पनि कति राम्रो थियो। अनि हामीहरु चाहिँ गाउँदै गइरहेको थियौं। अटोको दाइले पनि गीत बजाउनु भएको थियो अनि गीत सुन्दै रमाइलो नेचरलाई फिल गर्दै हामीहरु चाहिँ गयौं त्यहाँबाट। अनि घरहरु पनि हेर्नु न कस्तो राम्रो के भित्र छ हैन, त्यही पनि घरहरु चाहिँ कस्तो राम्रो थियो। अनि कस्तो डाँडातिर के भित्रै रहेछ, तलै रहेछ बाटो चाहिँ देख्न सक्नुहुन्छ हजुरहरुले पनि। हामीहरु चाहिँ यहाँ साततले झरनामा आएको बाटो हेर्न सक्नुहुन्छ। यहाँ यस्तो छ। ठ्याक्क अटोबाट झर्यो अनि अटोबाट झरेपछि यहाँबाट तल हो भन्नुभएको थियो। तल त हो, यस्तो खतरा नि बाटो, डरै लाग्ने। जंगलै जंगल रहेछ भाइ। जंगलै जंगल छ। त्यहाँनिर पुगिसक्नु चाहिँ डर लाग्छ क्या बाटो हेर्न। यहाँबाट लड्यो भने त त्यहाँ पुग्छ। अब आजै हो लास्ट घुम्न पाउने। घुम्न नि खाइँदैन। अब तिहार पनि आयो। साततले झरना रे कस्तो रहेछ त। हेलो हेलो हेलो। हामी चाहिँ जम्मा 3 जना मात्रै आएको घुम्न। हेर्नु त यो बाटो। जब 3 जना आएको छौं यहाँ डर। अब माथि चढ्दा चाहिँ कसरी चढ्ने हो नि। यस्तो 3 जना मात्रै। 3 जना मात्रै के घुम्न रह्यो अब हामीलाई। ट्रेकिङ आउने जस्तै रहेछ ठाउँ त। फेरि यो कस्तो जुत्ता नि चिप्लिहाल्ने क्या। बिस्तारै चिप्ली मैले। अरे कहना क्या चाहते हो? यता फेरि के गर्न लाग्यो हो यो। यस्तो दामी छ कि अहिले फोटो खिच्दा चाहिँ। हेर त तिमीलाई चाहियो हो?
पर्दैन पर्दैन यो ट्याटु हान्ने पात हो कि के हो ट्याटु हान्ने अर्को पात हो बुट्टावाला पात हो कि नाम त यसो थाहा छैन तर यस्तो चिप्लो छ नि मेरो झन् जुत्ता त्यो चिप्ले भन्छ म त सिधै तल तिम्रो लागि थ्याङ्क यू पकाउन पनि त नि थ्याङ्क यू ल पकाउनु यो पकाउनु मलाई पकाउने म यो पकाउने कि म जुत्ता सम्हाल्ने कि मोबाइल पकाउने घर तल खाइदिनु आमा लास्ट खतरा हौ बाटो हाम्रो पेन्सिलवाला हिँड्न लगाएर लास्टै चिप्लो भाइ आज आउँदाखेरि के अरे बिरालोले बाटो काटेको थियो कि त्यस्तो सुपरस्टिसियस बिलिभ हो तिनीहरू भनेर त्यही पनि एउटा मनमा डर चाहिँ हुने रहेछ कि बाटो काटेको थियो नि त बिरालोले अनि त्यस्तो बिलिभ त गर्न हुन्न त्यही पनि कालो र सेतो दुईटाले काटेको थियो त्यस्तो त उ गर्न हुन्न त्यही पनि डर चाहिँ लाग्ने रहेछ कि झर्नाको आवाज त आइरहेछ हेर्नु त तलै होला हामीले लुगाहरू पनि लिएर आउनु पर्ने अहिले यहाँ झरेपछि एकैचोटि तल हो नि तिहारमा फेरि दाँत अगाडि दाँतै झऱ्यो अरे क्या मासु खाने दाँत यता मान्छे हरायो भने त कसरी खोज्ने होला आवाजको सुनिराख्नु भएको नि यति समीक्षा कहाँबाट गइन् आमा मामा उता तल हो कि आमामा फेरि ढुङ्गाहरू पनि लास्ट चिप्लो हो नि त कठिनाइ घुम्न जान पनि सजिलो कहाँ छ र हो कि नै घुम्न जान नि सजिलो कहाँ र होइन छागा छहरा लडेला भन्ने टेन्सन रुख पनि के डरो मर्नु आमा हामी तिनजना मात्रै आएको झर्ना चाहिँ कहाँ गयो समीक्षा चाहिँ कहाँ गयो भन्नु खोजा कि म चाहिँ के यताबाट त गएकी छैन होला हौ पक्कै पनि ल हजुरहरूलाई अब म देखाउँछु हेर्दै गर्नु होला यता देख्न सक्नुहुन्छ बाख्रा आमा झरना कतातिर छ यता उता कता झरना फाइनली झर्ना भएको ठाउँमा आयौँ हामीहरू अगाडि के हो आच्छी मौरीको केही खानेकुरा लिएन है तर हामीले लास्ट गर्नुको भयो भाइ अघि त मैले एकदम नर्भस थिएँ चाहिँ जति माथि माथि आइरहेको थिएँ नि त्यति डराइरहेको थियो किन मन डरा जस्तो फिल भएको थियो अहिले चाहिँ
ए हो त्यो बिरालाले साइड काटेर यस्तो डर लागिहाल्यो मान्छेहरू पनि कस्तो हेर्दै डर लाग्ने जस्तो बाटो डर लाग्दा मान्छे देख्ने अनि कस्तो डर लाग्थ्यो मलाई पनि अघि अटोमा हामी 3 जना आएको छौँ रमाइलो भइरहेको तर खानेकुरा केही लिएको छैन हामीले हेलो यिनी चाहिँ फेरि रिसाइछौँ कि आमा लुगा लिएर आएको भए हुन्थ्यो नि हामीले लुगा लिएर आएको हुन्थ्यो नि पेटीकोट त ल्याउनु पर्थ्यो बाटो यस्तो छ अब जुत्ता खोल्नु भ्यूहरू यस्तो छ हेर्न सक्नुहुन्छ यति राम्रो यस्तो नुहाउन मन लाग्यो है मलाई अब हामीहरू खुलेर हेर्नु गाइस भ्लग बनाउने मान्छेको हालत फर्स्टमै पानीमा डुबेर ओ माई गॉड चोट लागेको अनि राम्रोसँग हिँड्नुपर्छ त अनि तिमीलाई यताबाट यो पकडेर आऊ भने होइन सिधै हाम्रो बिचोक चलिरहेको कोही मान्छे उहाँ झर्नामा पुगिसक्यो ठाउँ चाहिँ राम्रो लड्दै पढ्दै भए पनि हामी आयौँ त्यहाँ मेरो गाउँ हामी चाहिँ फोटो सबै खिचेर अब जान आँटेको म लड्न पनि लडिहाल्ने देखिनु भयो होला हजुरहरूले 2 चोटि लडिसकेको जिउ दुखिरहेको छ यहाँनिर भूत आउँछ भन्ने सुनेको छु है हो कि होइन त्यो चाहिँ थाहा भएन मेरो आवाज सुने त छैन होला त्यही पनि यस्तो डराउनु दिन्छ अरे अनि डर लागिरहेको छ अब हामी फोटो सबै खिचिहाल्यौँ भिडियोहरू सब बनायौँ अब हामी जान्छौँ उतातिर 2 जना हुनुहुन्छ यहाँ झर्ना देख्न सक्नुहुन्छ अब म हजुरहरूलाई माथि पुगेर देखाउँछु हामी फेरि हिँडेर त्यही बाटो जाँदैछौँ त्यहाँबाट चाहिँ बल्ल आयौँ म त आज अन्तिम दिन सोचिसकेको थिएँ 2 चोटि लडेँ म त यहाँ यस्तो जिउ दुख्यो अब त्यो उकालो के चढ्ने अब यो उकालो चढ्नु सक्ने लास्टै सहा गरी त्यो जाने त्यस्तो बाजे सिकाउँछन् यहाँ हालत खराब भयो जाँदा कति राम्रो भएर राम्रो आउँदा त यहाँ के भाँसीको फुलहरू कहाँ भयो हेर्नु न मेरो यहाँ यस्तरी हिँडेको छु यहाँ सब भिजेर पुरै रातो माटो अब यस्तो उकालोमा माथि पुग्नुपर्छ राम्रो यत्रो 3 जना आएको अटोमा पनि कति महँगो दियो भाइ हामीलाई यत्रो त दिन नहुनुपर्ने दिन नपर्ने हो खासमा टाढा एक्लै रित्तै गयो त अनि उता खाली गयो अनि जाँदै पाइहाल्छौँ नि अर्को जना 1000 रुपियाँ भने 200 ल्याऊ त्यो त रिजर्भ गरेर भन्दै थियो नि त हामी त 3 जनाको के रिजर्भ गर्ने अलिक ग्रुपै सिधा त्यसले उयो लग्यो आखिर त्यसले ठिकै भने रहेछ आखिर आउनु जाने उयो त उयो हट ट्याग आउला दमको पऱ्यो त यस्तो गरेर हिँड्नुपर्ने बेला भयो यहाँ कस्तो गाह्रो भयो आफ्नो यहाँ ठोकेर मेरो म त यस्तो खालको बाटो पनि के हो कि यो त्यहाँबाट त बल्ल बल्ल मैले त त्यहाँको भिडियो पनि गरिनँ सर्टकट बाटो भएर झर्न जाने है डरले त्यहाँको भिडियो नि बनाइन भने आफैलाई सम्हाल्नु गाह्रो भइरहेको हिँड्दैछौँ
यहाँनिर यस्तो छ यहाँबाट लड्यो भने चाहिँ के होला गाह्रो पो छ त यस्तो ठाडो ठाडो छ नि के गर्नु बाटै बिर्सेर झन् बाटै बिर्सेर आमा कसरी लडेन अनि माउन्टेन एभरेस्ट सर लास्टमा आयो त्योहरू छर्लिम भनिहाल्नु के होला डराउँदा पनि दिन्छ अरे कि यतातिर त्यही भएर डर लाग्छ 3 जना हामी आउनु त आयौँ है कति स्ट्रङ हो कि गाडी चाहिँ आफू त गाडीमा त सस्तो हुन्छ हैन यस्तो जङ्गलमा अनि हामीहरू त्यहाँ तल झर्ना गएको पनि कति चाहिँ आँट भएको हो त डराइ भयो गयौँ यस्तो ठाडो ठाडो उकालो स्याहार भइसक्यो त अब एकचोटि माथि गएर देखाउँछु हेर्दै गर्नु होला बल्ल बल्ल यहाँदेखि पर पुगेर नि फर्केर आयौँ अब हामीहरू गाडीको वेटिङमा छौँ जाँदा कस्तो थियौँ आउँदा कस्तो भयो थाक्यो लास्ट अब गाडी पो आउने हो कि आउँछ तर दामी छ है यो बाटो पनि कस्तो सुनसानमा राम पाइन्ट लुगाहरू नभिजाम भनेको मै फर्स्टमा लडेँ ढुङ्गामा टेका थिएँ कि ढुङ्गा चिप्लो रहेछ ब्ल्याङ लडेँ धन्न मोबाइल केही भएन भाइ अर्को हातले मोबाइल पक्रिरहेको थिएँ कस्तो भयो त झर्नामा सोचे जस्तो भयो दामी 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 थाकियो के धेरै सोचेको जस्तो सब भयो तर बिजियो बजार कस्तै जाने हामी अब घर जाने मेरो पैसा निकाल्नु छ के भन्छ पैसा निकाल्नु पर्यो हाम्रो धनी अन्ती धनी पर्यो पछाडिबाट चस्मा कति 1000 25 चस्मै लाउनुहुन्छ 25,000 तर हामी हिँड्दै पनि पुग्छ मलाई तलसम्म ए भयो लास्ट थाक्यो बल्ल बल्ल गाडी आयो अनि हामीहरू चाहिँ गाडी चढेको हामीहरू चाहिँ यहाँ फेमस ठाउँ रे यहाँ दाङ तुलसीपुरको फेमस ठाउँ रे चटपटी खाना आसी कति ठाउँ कति हो प्लेट 100 एक प्लेटको 100 एक प्लेटै गरौँ न पहिला एक प्लेट गरौँ फेरि यति हुन्छ फेरि बनाऊ यसले भुजा हुँदैन स्पेशल वाला हो त 2 गर्नु कतिटा परेछ पहिला पिरो कति ठिक्क हाल्दिनु किलो ठिक्क हाल्दिनु सब ठिक्क हाल्दिनु धेरै पिरो नगर्दिनु किलो कि सुक्खा अलि गिलो गर्दिनु यहाँ चाहिँ स्पेसल अरे चटपटी खाएर यस्तो बजार सजामा काम छ अनि हामीहरू घर जानु के यस चटपट आयो अर्को यस्तै
कस्तो छ खाइदिनुहोस् त चटपटे खाएर अब हामीहरू निस्केको अब के गर्ने ब्याङ्कमा जाने ब्याङ्कमा जाने पैसा झिक्ने अनि हामीलाई चिया खुवाउनु हुन्छ अरे अनि अब त पैसा पैसा सक्दिले मेरो 10 रुपियाँ नछोड्ने कि यस्तो आन्टी पनि कसैको देख्नु भएको कि छैन आजदेखि हामीले हेर्नु सक्नुहुन्छ यहाँ ब्याङ्कमा अझै पैसा झिक्ने अरे कति चाहिँ पैसा रहेछ र झिक्ने हामी नभएले झिक्दैन म भएकोले झिक्ने त हो नि होइन अब हामीहरू ब्याङ्क जान्छौँ ब्याङ्क गएर अनि घर जान्छौँ घर गएर फेरि हामी अर्कै ठाउँ जानु छ शीतलपुर जानु छ फेरि काम छ शीतलपुर चाहिँ हाम्रो घर हो अनि त्यहाँ जानु छ हेर्दै गर्नु होला हाम्रो चाहिँ काठमाडौँमा टेम्पो पाएको जस्तो यताहरू हुन्छ है कति धेरै हुन्छ कि यतातिर अटोहरू यहीँको त्यही लगेको पनि 50 रुपियाँ अरे रेट नै जति टाढा जाऊ जति नजिक जाऊ जति टाढा जाऊ 50 रुपियाँ देऊ त्यस्तो पो छ त यहाँ सिस्टम यस्तो छ चोक चिया लभर भनेको यस्तो हुन्छ चिया लभर भन्दा ग्यास्ट्रिक भएर मर्न न माझ्नु भयो धेरै चिया दिनमा एक टाइम पाइनु न 4 टाइम हुन्छ त मर्निङमा अलि एकछिनपछि चिया खाना आएको फेरि हामी Your smile lit up like a sunrise glow. हामी चाहिँ बस्छ यतातिर बस पार्क छ अब औषधिहरू किनेर सामानहरू किनेर चाहिँ हामी घर फर्किँदैछौँ अटोमा चढेर अरू के शीतलपुर जानु होइन झ्याउलाई चाहिँ मलाई जानै मन छैन अहिले देखाउँछु यति एकदमै झर्ना ठुलै यो चाहिँ दाङको भाइरल प्लेस हो यहाँनिर चाहिँ कति धेरै मान्छेहरू आउनुहुन्छ के फोटोहरू खिच्न म चाहिँ मामा घरमा गएर एकदम रस भएको थियो भिडियो पनि बनाउन पाएन अनि त्यहाँनिर त्यहाँबाट अनि फेरि हामीहरू चाहिँ यहाँ घर आउनु थियो शीतलपुर अनि त्यहाँबाट चाहिँ फेरि अटोमा अनि तुलसीपुर झरेर त्यहाँदेखि फेरि शीतलपुरको लागि अटोमा चढेर अनि बल्ल बल्ल आयौँ एकदम रस भएको थियो त्यही भएर भिडियो चाहिँ बनाउन पाइनँ अनि त्यही हो आज चाहिँ हामीहरू घुम्न यताउता गयौँ अनि हजुरहरूले देख्नु भइसक्यो होला लडियो पनि दुःख पनि पाइयो हिँडेर त्यही हो कहिले दुःख कहिले सुख यस्तै छ अनि अहिलेको लागि चाहिँ म भिडियो यतैतिर इन गर्न चाहन्छु फेरि पनि सबैजनालाई ह्याप्पी तिहार अनि राम्रोसँग तिहार मनाउनु होला बाई बाई एभ्रीवान